2082 साल चैत्रको 25 गते हामी मुस्ताङको लोमान्थाङमा छौँ। यो लोमान्थाङको विहङ्गम दृश्य हो र यहाँ सबै डाँडाकाँडा नाङ्गा पाखा छन्, मान्छेहरू बस्छन्। यहाँ चाहिँ यहाँ बसेको हो यो ठाउँ। यो चाहिँ लोमान्थाङको विहङ्गम दृश्य हो। यो चाहिँ हामी लोमान्थाङमा छौँ र यो चाहिँ ऐतिहासिक क्षेत्र हो र पर त्यो देखिने रातो देखिने गुम्बा चाहिँ देखिन्छ, त्यो चाहिँ दरबार हो अरे, उसको चाहिँ यहाँको राजाको दरबार। र लोमान्थाङको विहङ्गम दृश्य गाडी आउँदाहरू छन्। यसबाट यहाँबाट करिब 20 किलोमिटर जति चाहिँ चिनको बोर्डर कोरला पर्छ अरे भन्दछन्। र आज हामी चाहिँ यसैको भ्रमण सिलसिलामा छौँ। वरिपरि सबै त्यतातिर हेऱ्यो हरियो परियो कतै देखिन्नन्। यस्तै चाहिँ हाम्रो नेपाल। जय नेपाल।